मस्त नेचुरल ब्युटिफुल प्लेस एट गोदावरी हैन हैन बहिनी अनि केही भन्न चाहन्छौ मेरो ब्लगमा भन न कस्तै रहेछ भन स्वागत छ खोइ अलि इन्ट्रोडक्सन देऊ न यतातिर के कस्तो फिल भइरहेछ आज यसो आको हजुर के भन्नु कोसँग आउनु भएको अनि यो अब फर्स्ट टाइम यस्तो नेचुरल फुलहरू है बब्बाल छ है बब्बाल यहाँ यसको फेरि स्मेलै बबाल आउँछ क्या ज्यास्मिन हो ए इन्द्रकमल अथवा यहाँ ज्यास्मिन पनि भन्दो रहेछ यसलाई चाहिँ जुन अब घरतिर छेउछेउमा अब अलि धनी वनीहरूको नि हुन्छ है यस्तो बवाल बास्न आउँछ कि कसम भने त्यो स्मेल चाहिँ मलाई है जहिले सुन्न मन लाग्छ सो अब आफ्नो घर छैन यस्तो छ है फेरि होइन नेचुरल ठाउँमा हाम्रो फेरि अर्ग्यानिक आलु छ है यो नि किनेको है फेरि बोर्डमा आफैले होइन होइन भाइ पिकनिक आएको जस्तो हुन्छ कि कस्तो महसुस हुँदैछ जनता जान्न चाहनुहुन्छ कस्तो महसुस हुँदैछ हो देशु साहेब के भन्नुहुन्छ त यो बारेमा के भन्नुहुन्छ जनता जान्न चाहनुहुन्छ क्या माइली बहिनीको हालत खराब भइरहेको छ यहाँ हो र हालत खराब गर्मीले हो साइली बहिनी होइन ऊ होइन भन्छ फेरि गर्मीले नि यस्तो बवाल पिस छ कि यहाँ ठाउँ चाहिँ कस्टम एकदम पिस छ फुल छ है 1:30 तिरको है भ्यू चाहिँ यस्तो बवाल छ कि यतिखेर है एकदम बवाल रहेछ है गोदावरी पहिला ए हो यसो सिटी चाहिँ होइन गोदावरीको यसो टक्क महल चाहिँ यही रहेछ खासै राम्रो चाहिँ छैन रहेछ है पुरानो भएर है नेचुरल ठाउँ चाहिँ एकदम बवाल हो अनि नेचुरल मान्छेहरू बवाल रहेछ है फुलहरू चाहिँ है यता चाहिँ टक्क फुल फुल्यो बासना के अरे म तिम्रो पासोमा हेलो स्मिसान डोङजी होइन लङ टाइम लसी होइन टक्क आज चाहिँ न्यू भ्लग होइन आज गोदावरी जाने प्लान छ होइन मेरो बहिनीहरूसँग सो बेसी आज नारायणटार छु यतिखेर होइन अब जाँदैछु गोदावरी लेट्स सी 8:30 चाहिँ हामी नारायणटार छौँ होइन अब गइरहेछौँ हामी त्यहाँ कुडेसोको गाडी चढिसक्यो वारको झर्ने हो अनि त्यहाँबाट उता जाने हो गोदावरी होइन बहिनीहरूलाई पनि भेटिसक्यो मेरो बहिनीहरू अगाडि छ माइचाङ बहिनी ओ माइचाङ खै यता आयो भने मेरो माइचाङ बहिनी यता खै सम्झा बहिनी ढक्क है हामी 3 भाइ चाहिँ अब आज गोदावरी भिजिट हान्नलाई गइरहेको छौँ बेसी बवाल हुन्छ आज नेचुरल ठाउँ होइन गाइस हामी चाहिँ वारको चोक झरिसक्यो होइन सो यस्तो अब चाहिँ गोदावरी यात्रा सुरु हुन्छ अनि र अहिले चाहिँ लगभग 9:45 भइसक्यो होइन 1.5 घन्टा जति चाहिँ हामीलाई पनि लाग्यो है उताबाट नारायणटारबाट आउन यिनीहरूलाई के मन पर्यो फेरि फाइनल 11 बजे चाहिँ हामी गोदावरी प्रवेश गरेको अवस्था है बहिनीहरूको यहाँ बिचोक लाइफ छ है अब 2-3 घन्टा सफर थियो है गाडीमा यस्तै छ जिन्दगी गोदावरी प्रवेश गर्दाखेरि चाहिँ यस्तो नेचुरल ठाउँहरू है ब्युटी एकदम बवाल लाग्छ है मलाई चाहिँ सो लङ टाइम लसी यस्तै छ होइन बवाल छ है हरियाली चाहिँ मजाको छ
हाम्रो बहिनी हेलो हेलो माइक च्याङ बर्ने अब पड्काउनु मजा आइरहेछ खै खै लो पड्काउन औ देशपिलाई चाहिँ फेरि गाउँतिर गएर पड्काउनु बानी छ नि खै ओ दुबैजना पड्काइसक्यो है नेचुरल ब्युटी छ है यता फेरि खतरा छ भने यतातिर आजभोलि हरियाली है गोदावरी चाहिँ बवाल लाग्छ मलाई पहिल्यैदेखि है अब घर बनाउन चाहिँ सक्दिनँ तर पनि एकदम घुम्नलाई चाहिँ बवाल छ हेर्दै गर्नु होला म बवाल ठाउँहरू देखाउने छु यस्तो चरक्क होइन घाम नि चर्किरहेछ टक्क है नेचुरल ठाउँ पनि बवाल ब्युटी झन् ब्युटिफुलै देखिरहेछ है तलतिर झन् बवाल होला गइरहेछौँ गाइस 500 मा 70 रुपियाँ रिटर्न होइन टक्क लगाएर कोही झोला देखाइदियो है अब चिप्स तिनवटाकै अब 400-500 पुग्दिन है चिसो एउटामा 400-500 अब जिन्दगीमा अब फेरि गेटमा कति लिने हो थाहा छैन होइन फाइनली हामी चाहिँ गोदावरी गेटमा ट्याक्क आइपुगिसक्यो होइन सो अब गेटतिर टिकट काटेर चाहिँ भित्र छिर्नु पर्ने हुन्छ होइन टक्क लगाएर बेसी गाइस हामी चाहिँ गेटबाट होइन 150 रुपियाँको हामी 3जनाको टक्क होइन टिकट काटेर होइन यहाँबाट अगाडि बढिरहेछौँ यो चाहिँ अब अगाडिको बोर्डहरू हो होइन टक्क लगाएर यताबाट चाहिँ नेचुरल ठाउँ है खतरा लाग्छ यस्तो होइन यता अब घर बनाउनु पर्ने कहिले हो त्यो चाहिँ थाहा छैन होइन टक्क लगाएर नेचुरल आम्मा यस्तो बवाल नेचुरल छ कि है भर मुख पनि धोएको अनुहार पनि नेचुरलै भइरह होला होइन नेचुरलै भयो होला ओहो मेरो बहिनी कुद्दैछ होइन बवाल छ है फेरि हाम्रो म्याडम आउँदैछ यस्तो दामी छ सिन पाउँछ जानु पाउँछ 50 यतिकै तिर्छ त हामीले नि ओइ टिकट खोइ भन्दै चाहिँ थियो अघि है टिकट खोइ ओइ टिकट खोइ होइन छ कहाँ टाइलन सक्छ मैले यस्तो बवाल नेचुरल भ्यू छ कि है ए टिकट है यो चाहिँ नहराउ भन्दै थियो अघि सुड्डोले है 150 रुपियाँ तिरेको यही टिकट हो अनि चक्क लगाएर होइन हिँडिरहेछ मस्त नेचुरल ब्युटिफुल प्लेस एट गोदावरी होइन होइन बहिनी अनि केही भन्न चाहन्छौ मेरो भ्लगमा भन न कस्तै रहेछ स्वागत छ खोइ अलि इन्ट्रोडक्सन देऊ न यतातिर के कस्तो फिल भइरहेछ आज यसो आएको हजुर के भन्नु कोसँग आउनु भएको अनि यो अब फर्स्ट टाइम यस्तो होइन गोदावरी आउँदा सेकेन्ड टाइम आउँदाखेरि हजुरलाई कस्तो फिल भइरहेछ त बहिनी अनि भनेपछि होइन म पहिला म पनि धेरै अगाडि आएको थिएँ है म पनि धेरै अगाडि आएको थिएँ अहिले यस्तो लङ टाइम नसी आउँदा चाहिँ यस्तो बवाल लाग्यो कि होइन कसम भने एकदम बवाल छ है पिस छ यस्तो ठाउँहरू नेचुरल ब्युटी हो है खोला ऊ के जागेर मुदल क्या नेचुरल है बवाल छ हो र तामाङ भाषा फेरि फ्यानहरूले बुझ्दैन नि के गर्नु त गाह्रो छ हौ नेचुरल पार्क है गोदावरी हाम्रो माइली बहिनी अनि साइली बहिनी है एन्ड कान्छा इस्मी कान्छा माइली साइली कान्छा
ए बवाल छ त्यस बवाल छ है यतातिर नि है नेचुरल ठाउँ कसम भने है भित्र जाउँ है के तपाईँलाई थाहा छ यस्तो वनस्थली अब त्यही फुलहरू खतरा पाउँछ अरे है यतातिर हुन नि हो नेचुरल एकदम खतरा लाग्छ मलाई पनि गोदावरी चाहिँ है बहिनीहरू आमा ब्रिज चढ्ने भइसक्यो ब्रिज चढिरहेछ देखाउगा खोला यसरी बस्ने रे दाइलाई झोला भिराएर है यस्तो छ नि नेचुरल खतरा छ है ठाउँ चाहिँ खतरा छ खतरा आहा यस्तो बवाल लगाइरहेछ सुतम झै बहिनीहरू टक्क होइन नेचुरल ठाउँमा है ओहो यस्तो बवाल हिजो नेचुरल है मलाई चाहिँ कसम खतरा लाग्यो एकछिन जम हो माइजाङको मिति नै हो कि क्या कि मेरो मित हो यो पैहुन् न नेपाली एकछिन तमासलाई बवाल छ है बवाल नेचुरल होइन कस्तो छ त होइन साइली बहिनी यसो हल्का देऊ त कस्तो छ ए राम्रै छ के अरे गोदावरी होइन बवाल छ है बवाल यो होइन अर्कै छ क्या बवाल एउटा तर यो त होइन हल्का मासतिर होला यो भ्यू चाहिँ बवाल लाग्यो मलाई त्यही भएर छिपेको यस्तो है खतरा छ मासतिर केही रहेछ क्या यहाँ त छिर्न पाउँदैन जस्तो लागिरहेछ है निषेधित गरिएको छ भनेर भन्दै रहेछ है तर हाम्रो लागि चाहिँ केही छैन आइरहेछौँ हामी अनि गइरहेछौँ हामी भ्यू हेरिरहेछौँ सो यताको नेचुरल यता रहेछ नि यता चाहिँ रहेछ नि त्यो घर त के हो यो घर पो छ त के आरु हो आलु बाख्रा खाना मिल्छ के खाइरहेको रहेछ खोइ खाइदिउँ है अर्ग्यानिक ऊ त्यो हाल्छ म भिडियो बनाएर म लिएर आउँछु ल फेरि हजुर मिल्दैन कराउँथ्यो अब थाहा चाहिँ पाएको छैन आरु होइन यो त्यही त नेचुरल यो अब अर्ग्यानिक भने अर्ग्यानिक हो त्यही भएर सो छिर्दिएको म चाहिँ खानाले कुरीचुले आमा अर्ग्यानिक है अर्ग्यानिक फुड आमा आरु कस्तो पाकेको छ कस्तो यो चाहिँ पाकेको रहेछ पनि पाकेको छ है चाख्दिउँ क्या हो लाइक मिठो छ
त्यो माथि पाकेको चाहिँ माथि माथि रहेछ क्या नत्र बवाल नि बोल मार्दै जसरी ठडाउनु हुन्छ अम्मा के बवाल रहेछ ए जाउँ न यहाँबाट माथिबाट कस्तो रहेछ खाइदिउँ हजुर खाइदिउँ पानी खाइदिउँ होइन अरू पनि खाइसक्यो हामीले चाहिँ होइन चोरेर भए पनि किनेर अनि बवाल ब्युटिफुल प्लेस एट गोदावरी यहाँ भित्रभित्र के छ है के छ अब हाम्रो घर भए पो म देखाइदिन्थेँ है यस्तो बवाल देखिरहेछ हाम्रो परी बहिनीहरू हिँडिरहेछ आइएम झरी यता आइएम झरिङ हामी झरिङ नेचुरल फुलहरू है बब्बाल छ है बब्बाल यहाँ यसको फेरि स्मेलै बबाल आउँछ क्या ज्यास्मिन हो ए इन्द्रकमल अथवा यहाँ जेस्मिन पनि भन्दो रहेछ यसलाई चाहिँ जुन अब घरतिर छेउछेउमा अब अलि धनी वनीहरूको नि हुन्छ है यस्तो बवाल बास्न आउँछ कि कसम भने त्यो स्मेल चाहिँ मलाई है जहिले सुँग्न मन लाग्छ सो अब आफ्नो घर छैन नत्र म घर बनाएर टक्क राखिदिन्थेँ है अब यतातिर भिजिट गरेर सक्यो हाम्रो होइन अब मास्तिर जानुपर्ने हुन्छ एकदम पिस छ यहाँ ठाउँ चाहिँ एकदम पिस छ है पानी चाहिँ नपरोस् यत्तिको चाहिँ हुनुपर्छ घाम पनि नलागोस् यत्तिको चाहिँ हुनुपर्छ है नेचुरल गोदावरी
कस्तोमा बनाउने भने भिडियो हो होइन हँ गरममा सुहाउँदैन सुहाउँदैन अनि के कस्तो बनाउने भन न त्यस्तो पनि बनाउने ओइरा होइन ल ठिक छ नि त मलाई दाइ बोल्नु भएको देखेरै झ्याउरिसक्यो ओरा किन नि पहिला उ त्यहाँ माथि स्नेक थियो क्या अनि स्नेक हटाएछ स्नेक हामीसँगै छ त यहाँबाट तल हो क्या कस्तो बवाल छ है ठाउँ चाहिँ यस्तो फुलमा त व्हाइट फुलमा जाँदै खिचिसक्यो हो त्यही त घाम घाम अघिदेखि बस्ने बस्ने भनेको है बसेकै छैन बहिनीहरू है 1 घन्टा भइसक्यो त्यो अब खानेकुरा पुगेको औ यस्तो ठाउँमा बस्न मन लाग्छ आमा परिवार एन्ड परिहरू एन्ड झरी यस्तो दामी वेदर छ कि आज है र यो नेचुरल ठाउँ भएर होला बाबा लागिरहेछ मलाई लङ टाइम लसी एकदम बाबा यसो हेर्नु किनेको है फेरि बोर्डमा आफैले होइन होइन भाइ पिकनिक आएको जस्तो हुन्छ कि कस्तो कस्तो महसुस हुँदैछ जनता जानु चाहनुहुन्छ कस्तो महसुस हुँदैछ हो हो देशु साहेब के भन्नुहुन्छ त यो बारेमा के भन्नुहुन्छ जनता जानु चाहनुहुन्छ क्या माइली माइली बहिनीको हालत खराब भइरहेको छ यहाँ हो र हालत खराब गर्मीले गर्मीले हो साइली बहिनी होइन ऊ होइन भन्छ फेरि गर्मीले नि यस्तो बवाल पिस छ कि यहाँ ठाउँ चाहिँ अघि एउटा उस पनि लिएर कस्टम एकदम पिस छ फोटो खिच्ने भने होइन खिचिसक्यो फोटो खिच्नुपर्छ खिच्नुपर्छ अरे अहिले खिच्नुपर्छ नि यहाँ अति टाइम बाँकी छ त टाइम बाँकी छ होइन अहिले सिधैपछि चाहिँ टाइम बाँकी ए यसको यतिकै अब भइसक्यो बल छ स्टुडेन्ट बच्चाहरू फेरि हल्ला गरेर आइरहेछ फेरि है भर्खर हस्बेन्ड वाइफ जस्तो छ है दुइटा हिजोतिर बे गरेर आजतिर चाहिँ गोदावरी आएर फोटो खिचा जस्तो लगाइरहेछ आफूले है कसको मेरो यो त कालिज काले हो नि म त होइन कालिज काले कालिज हामी इज अलवेज दामी खोइ चेस खोइ चेस गरौँ न ल चस
1:30 तिर है भ्यू चाहिँ यस्तो बवाल छ कि यतिखेर है एकदम बवाल रहेछ है गोदावरी पहिला हो यसो सिटी चाहिँ होइन गोदावरीको यसो टक्क महल चाहिँ यही रहेछ खासै राम्रो चाहिँ छैन रहेछ है पुरानो भएर है नेचुरल ठाउँ चाहिँ एकदम बवाल हो अनि नेचुरल मान्छेहरू बवाल छ है पिकनिक खानालाई चाहिँ एकदम बवाल एकदम पिस ठाउँ छ होइन एकदिन आउनु होला एकदम राम्रो छ गोदावरी टक्क लगाएर होइन मास्तिरबाट चाहिँ पानी पर्ला जस्तो भइसक्यो कुहिरे सुइरे होइन जमिसक्यो यसो हेरौँ अझै बसिन्छ हामी आधी घन्टा 1 घन्टा यतै फाइनली हामी चाहिँ यो ठाउँबाट चाहिँ हामी जाँदैछौँ है यसो गोदावरी भिजिट चाहिँ बवाल भयो है आजको दिन एकदम बवाल छ नेचुरल ठाउँ होइन मस्त छ लिजहरू नि टक्क लगाएर होइन यतातिर टक्क नेचुरल आमा आजभोलि यार यस्तो दामी छ होइन यो च्याउ चिउ कराउने होइन तर मान्छे त्यति चाहिँ कराउँदैन दादा एउटाको भोइस चाहिँ पुग्छ होइन यस बवाल छ ठाउँ चाहिँ एकदम पिस छ है गाइज चिसो हावामा अनि आजको कस्तो भयो त आजको भिजिट कार्यक्रम कस्तो भयो त हजुर साइली बहिनीको केही छ माइलीले त भनिहाल्यो अब साइली बहिनीको केही छ भने जनता जान्न चाहनुहुन्छ केही छैन अल्छी लाग्यो जनताहरू है कसम यस्तो ठाउँ चाहिँ आउनु पर्यो है एकदम पिस छ है हो र अल्छी पो लाग्यो त मलाई एकदम आफै फिलिङ्स हुन्छ नि एउटा बवाल भइरहेछ है टक्क लगाएर हामी चाहिँ फर्किनु लागेको अहिलेको लगभग 1:45-46 भयो होइन टक्क अब चाहिँ हामी जानुपर्ने हुन्छ प्राय चाहिँ अब यसो बवाल छ यार गोदावरी ठाउँ कसम खतरा छ है एक दिन आउनुहोस् बवाल छ बवाल रहेछ है फुलहरू चाहिँ है यता चाहिँ टक्क फुल फुल्यो बासना के अरे म तिम्रो पासोमा अब म तिम्रो पासोमा पाँचवे जस बवाल रहेछ यतातिर पनि फुलहरू बवाल छ है मान्छेहरू पनि बवाल छ जस कपालहरूलाई चाहिँ राम्रो रहेछ होइन छप्री कपाल आए पनि अब राम्रो ब्युटिफुल कपालहरू आए पनि होइन एकदम पिस ठाउँ छ होइन जस फ्यामिली आउँदा चाहिँ अलि हुन्छ नि झन् बवाल रमाइलो हुन्छ है फ्यामिली आउँदा चाहिँ होइन जस बिहान आएर पिकनिक खाने होइन यताउति होइन बवाल मजा गर्नको लागि चाहिँ आउनु होला तर यतातिर चाहिँ अब यतातिर के भइरहेछ यता टन्न उचाइरहेछ होइन भर्खर होइन 2 बजिसक्यो अब 2 बजेतिर यस्तो भइरहेछ यतातिर ऊ कुनै जङ्गल छिडिरहेछ है यता जस फुलहरू चाहिँ चिल छ एकदम पिस ठाउँ छ होइन तर यहाँ हक्ने मुद्ने चाहिँ काम नगरे अरे बवाल छ पिस ठाउँ छ है गोदावरी हामी उता माथिबाट निक्लेको हामी है अघि यताउति भिजिट हाने होइन गोदावरी चाहिँ पुरा होइन हामी भिजिट हानेर कम्प्लिट भइसक्यो सो हामी चाहिँ अब गन्तव्य लामै छ अनि जानुपर्ने हुन्छ घरतिर होइन 2 बजेको भ्यू है गोदावरी होइन यो बस पार्क छेउतिर अब हामी आउँदाखेरि चाहिँ यताबाट आयो होइन जस्ट यतातिरको भ्यू बवाल छ होइन यतातिर टक्कै यो नि कम्प्लेक्स बन्दै रहेछ होइन के हो होइन कम्प्लिट चाहिँ भएको छैन रहेछ सो होइन अघि माथिबाट छिराएको थियो हामी बस पार्क उताबाट अहिले आउँदाखेरि चाहिँ हामी मुनिबाट आयो अब
बहिनीहरू अगाडि हिँडिरहेछ माथि बस पार्क जाने हो अनि त्यहाँबाट होइन गाडी चढिन्छ अनि आफ्नो होमस्टे गइन्छ है सो अब एकछिन बस पार्क म देखाउने छु अनि हामी जानेछौँ एकदम बगाल चाहिँ बगाल लाग्यो आज बहिनीहरूसँग घुम्दा गोदावरी है अब चाहिँ हाम्रो कम्प्लिट भयो है भिजिट कार्यक्रम सो अब चाहिँ हामी गाडी चढेर जानुपर्ने हुन्छ ल अब गाडी समात्नुपर्ने हुन्छ बहिनीहरू हिँडिरहेछ गाडी समातौँ ल गाइस हामी चाहिँ अब फाइनली घर जाँदैछौँ यसो भ्लग हेरेर होइन इन्जोय गर्नु होला कृपया अब सपोर्ट गर्नु होला होइन यस्तै हो अब लङ टाइम आउँछ होइन अब जहिले बनाउनु फ्री पनि छैन अहिले जिन्दगीमा धेरै अब स्ट्रगलतिरै छु सो त्यही भएर होइन ल सी यू अगेन नेक्स्ट भ्लग आउँछ चाँडै